हो जस्तै हाम्रो यो काइलो हजुरबाको घर होइन यो काइलो हजुरबाको अङ्कलले बताउँदै जानु ल खिच्नु थाले यो यहाँ पहिले काइलो हजुरबाको सानो हामीले देख्दा रातो घर थियो अनि काइलो हजुरबा पहिले कटेरामा छुट्टिएर आएर सरेको हुनाले उहाँहरूलाई अब नयाँ कटेरो भनेर भनेको हो त्यस पछाडि त्यो कटेरो भत्काएर यहाँ हामीले देख्दा एउटा सानो रातो घर थियो त्यो भत्काएर नन्द दाई काइलो हजुरबाको जेठो छोराले यो घर बनाउनु भएको उहाँ छुट्टिएर निकै पछि त्यो रातो घरमा अलिबार बस्नुभयो अनि यो चाहिँ काइलो हजुरबाले हामीले थाहा पाइकन पछि तल काठहरू बोकेर पुरा मिहिनेत गरेर बनाएर काइलो हजुरबाले यस्तो बनाउनु भएको उहाँहरू बसाइ गएपछि अब ठाउँमा पनि छोड्नुभयो घरहरू अब यताका यसरी थोत्रिँदै गए पछि अब हजुरबा पछिसम्म यहाँ एक्लै बस्नुभयो काइलो हजुरबा अनि अब पछि हुँदै हुँदै एक्लै यहाँ पकाउने खाने गर्दै जानुभयो अनि पछि समुदाय आएर लिएर इटरी गएपछि यो घर अब त्यतिकै खाली भएर उहाँ पनि त्यस पछाडि आउन सक्नु भएन अनि खाली हुँदै यसरी अब थोत्रिँदै गए अब यो बाटामाथि भनेर त पहिले अब चर्चित थियो अब हजुरबाहरूका पालामा अहिले आउँदै आउँदै सबै बसाइ गएर अब अहिले ममै छु एक्लै यस्तै छ बाटामाथिको त्यो गाउँमा नि परको घर त आउँदो रहेछ आएर फर्केको घरहरू पर चाहिँ अब ती आरू फर्केका घरहरू उपर यता आएर त उपर हुन् सबभन्दा पहिले नेपालहरू आएर बसेको ठाउँ भनेको त्यो ती घर चाहिँ होइनन् अनि त्यहाँबाट सरेर त्यो घर त पछि बनाएको हो अब त्यहाँ थिएनन् ती घर हामीले थाहा पाइकन बनाएका हुन् त्यहाँ अहिले आरू खर्के भनेको आरू खर्क भोजपुर आरू खर्कबाट आएर न्यावारहरू बस्छन् आरू खर्किनी भन्ने अब थिइन् बुवाले त सबै थाहा पाउनुहुन्छ आरू खर्किनीलाई अनि त्यहाँबाट आएर यहाँ तल ओरतिर हाम्रा पुर्खाहरू सरेका हुन् त्यो अब ठुला घर त्यहाँ भन्छन् अब अहिले त्यहाँ दिदी भन्छौँ हामी अब हजुरबाहरूको मामाका छोराकी छोरी अब त्यहाँ भएको हुनाले ठुला र ठुल्दाइलाई दिएको हुनाले त्यहाँ दिदी भन्छौँ हामी अघि अब गएन स्कुल जाने हो त्यो अब ठुल्दाई ठुला र ठुल्दाईको छोरो ऊ त्यहाँ ऊ बस्छ अहिले रेकर्डको स्टप नगरी आउँदैन फोटो नआए पनि हुन्छ घरहरूको भिडियो नै भए पनि होइन हाम्रो यहाँको यो सबै बारीहरू सबै आयो है अब यसपछि चाहिँ यतापट्टि हाम्रो कसैको छैन है छैन यताबाट सुरु भयो अब उता यो चाहिँ पछि सञ्जीवदाहरू आएको बेलामा पनि सञ्जीवदाहरूलाई पनि देखाउन पाइन्छ दिदीहरूलाई पनि यो भनेको अब साइलो हजुरबाको छोरा साइलो हजुरबाको घर हो यो घर चाहिँ अब पछि बनेको पहिले साइलो हजुरबा
तल्लाहरूबाट छुट्टिएर आउँदाखेरि यता पर्तिर नयाँ घर बनाएर बस्नु भएको हुनाले अब हामीलाई चाहिँ अब नयाँ घर भन्छन्। त्यो घर अब लडेपछि यहाँ सानो घर थियो, यहाँ आएर हामी बस्यौँ। त्यस पछाडि अब त्यो धेरै सानो भएको हुनाले त्यो घरलाई भत्काएर यहाँ हामी बस्यौँ। अब यो साइलो हजुरबाको पाएको खाने घर हो। यो अब हामीलाई चाहिँ अब नयाँ छुट्टिँदा नयाँ घरमा आएर बसेको हुनाले नयाँ घर भनेर बुवाहरूले चिन्नुहुन्छ। अब तिमीहरू त अब सानै थियौ, पछि आयौ। अब बुढीले अम्म खिच्दै गरेको थियो तिनीहरूलाई अब अहिले के सबै बसाइ गए, फलफुल अम्मकहरू कति फल्छन् यहाँ। अस्ति नै अब कति फलेको थिए सबै भुइँमा झरेर त्यतिकै गए। अब अहिले पनि अलिअलि अब सानातिना दानाहरू त अब छन्। अब यो खाने मान्छे पनि छैनन्, सबै वस्तुले भुइँसीले खान्छ, कोही त्यत्तिकै कुहिएर जान्छन्। अब हामी काठमाडौँबाट अम्म खाएको आयो काठमाडौँबाट 35 वर्षपछि आएर खाइयो एकचोटि अम्मक, नभए कुहिएर जान्छ। यतिका दिनमा कति राम्रो ताजा फलफुल खान पाउँथ्यौँ। अम्मका दाना सहित आयो। त्यसै नाश भएर जान्छन्। हामी पनि दुईजना स्कुल जाने। अब म पनि बिरामी भइहालेँ। अब यो फलफुलहरू अब धेरै खान हुँदैन। अब यहाँबाट बसाइ जान अब हामीलाई उहाँहरूले हजुरबाले हजुरबाको है यो साइलो हजुरबाको घर हो। म साइलो हजुरबाको कान्छो छोरा हो। बुवाहरूले हजुरबाले नुहाउने धारोहरू यहाँ पर छ। अब अहिले सोधसार गरेको छैन। खाने उता आयो, खाने पानी आएपछि अब त्यता अब दुईजनामै हामी त्यति अब सरसफाइ सोधसार नगरेर धारो चाहिँ झरेको छैन। धारोको गुणहरू चाहिँ त्यहाँ छँदैछ। अब त्यो पनि खिचेर लान्छ भने अब लैजाउँ। उहाँहरूले हेर्नुहुन्छ आफूले। फलफुलहरू हेर न, उसन खतरा त्यसरी फल्छन्, कागती त्यसरी फल्छन्। म फर्किराखेर लगाउँला नि अलिअलि फलफुल म फर्किराखेर हुन्छ, बोकेर लैजाऊ न। हिँडाउन के गर्छ सबै हजुरबाहरूले बाख्रा पाठा कति हुन्थे भैँसीको दुध घिउ कति हुन्थ्यो। बुवाहरूले कति खानुभयो। अब अहिले मासियो। अब अर्कैका वस्तुहरू अब ल्याएर गोरुहरू गाई बाख्रा बाँधेका छन्। अब मैले त अब सकिनँ पाल्न। कसैसम्म त एउटा भैँसी पालेकै थियो। त्यसको पनि दुध घिउ प्रशस्त आउँथ्यो। अब अहिले यस्तै अब सबै जङ्गला मुलुक भयो सबै ठाउँ। पहिले हजुरबाले दाना अलि देखिने जुम गरेर पहिले साइलो हजुरबाहरू छुट्टिएर आएर नयाँ घर बनाएको ठाउँ यही ठाउँ हो। अनि यहाँ नयाँ घर यहाँ बनाएर बस्नु भएको हुनाले हामीलाई नयाँ घर भनेको हो। पछि घर भत्किएपछि अब त्यो ठाउँमा अब अहिले छारेर अब यताको जरा बनाइयो। अनि बोडीहरू अब यस्तै पानी पर्दैन। यहाँ त अब कोदो कति फल्थ्यो। अब अहिले पानी नपरेको हुनाले अब यस्तो छ।
यो चाहिँ अब हाम्रै खेत हाम्रो हो खेतबारी हो यो फोहोर परार चाहिँ अब पानी पर्दैन थियो बजिएको थियो यसपल्ट चाहिँ अलिअलि पानी परेको हुनाले धान रोपेको छ अब यतिको तलको पनि हाम्रै हो सबै यतिको धान आयो यो यो उतो गरासम्म चाहिँ अब साइल हजुरबाको हो त्यहाँदेखि उँधो हजुरबा गोर्खा हजुरबा तिम्रो हजुरबाहरूको अलि जाउँ न त्यो दियाली गर्ने ठाउँ त्यो दियाली गर्ने ठाउँलाई नै यो चलाइदिनु दियाली गर्ने ठाउँ हो यो ए यहाँ दियाली गर्ने भाइ दियाली गर्ने ठाउँ खिच है ठाउँ हो अब त्यहाँ दियाली माथि गरे माथि जाँदा त अब त्यहाँ यसो दियाली गर्ने मूर्तिहरू के राखेको छ ए अब अहिले त्यो पनि छ त्यहाँ छँदैछ अब त्यहाँ हामी दियाली गरिरहेको छौँ अब त्यहाँ यसपल्ट जानुहुन्छ अहिले पनि अङ्कलहरू यसपल्ट 11 घर थियो ए पहिले त अब 30-32 घरले दियाली गर्थ्यो ए सबै बसाइ गरेर अहिले यसपल्ट 11वटा घरका 11वटा दियोमै बालेको थियो ए त्यो बुवाहरू हजुरबाकै पालादेखि दियाली गर्दै आएको ठाउँ ए त्यो हो ए अब अहिले त्यो जङ्गल अङ्कलहरूले पोहोर पनि त्यहाँ गएर दिएको बाल्नु हामीले त्यहीँ दियाली गर्छौँ कुन बाटो यसरी जाने यता केही बासघारीबाट यसरी जाइन्छ उता रातपट्टिबाट आउने यताबाट हेर्छन् यो बाटो हामी उताबाट आउँछौँ जलजलेका परबाट यो बाटो आउँछन् अब यी पोहोर परार एकदमै बजिएका छन् पोहोर परारका केही थिएन यसपल्ट चाहिँ अब धान अलिअलि रोपेको त्यही पनि यस्तो अब राम्रो फलेन पोहोर परार त उहिले बुवा हजुरबाहरू मात्रै कति फल्थे धानका बाला कति हुन्थ्यो अब यो अम्मक अलि अस्ट्रेली कति थियो यहाँ अब अहिले खाएर बाँदरले खान्छ त्यसले खान्छ मान्छेले चोरेर पनि लान्छन् यो तल देखिएको घर रामबहादुर तामाङको हो ऊ त्यो तल छैन ऊ त्यो घर तलको त्यो चाहिँ अब रामबहादुर तामाङ हामी भन्छौँ तामाङको घर हो ए अब यो यता धान रोपे जति चाहिँ साइलो हजुरबाको हो ए यतापट्टि यो बाँझो यो देखिएको चाहिँ जेठा हजुरबा तिम्रो हजुरबाहरूको यो हो ए यो ऊ त्यसलाई तिखेढुङ्गा भन्छन् ऊ त्यो तिखेढुङ्गा हो तल ढुङ्गे हो भने त्यो त्यहाँ बाँसहरू लड्या छैन ए हो त्यो लडेको ठाउँ त्यो तिखेढुङ्गा हो ए बुवाहरू त्यहाँ उहिले चढेर खेल्नुहुन्थ्यो अरे त्यो तिखेढुङ्गा सुरुली खेल्ने चिप्लेटी खेल्ने गर्नुहुन्थ्यो अब पहिले त यहाँ रमाइलो थियो नि हामी केटाकेटी हुँदै पनि अब अहिले यस्तो अब सबै बसाइ गरेर जम्मै हो अब यो धान भएको चाहिँ साइलो हजुरबाको हाम्रो यो हो हाम्रो चाहिँ यो हो होइन यो धान भयो जति यो तलैसम्म जम्मै हाम्रो साइलो हजुरबाको यो अब भिर यो भिर उति माथिका बाँसहरू ती पहिले अब दमाईहरू यहाँ बस्थ्यो अरे उनीहरूले रोपेका बाँसहरू अब बुवाहरू हजुरबा नुहाउन आउने बाटो यही हो यही बाटोबाट चाहिँ नुहाउन आउनुहुन्थ्यो त्यहाँबाट अब त्यही घाटोमा गएर त्यहाँ घाटोमा नुहाउनुहुन्थ्यो अब त्यो घाटोमा त्यहाँ पानी यो सबै यो धान भयो जति देखियो जति यो सबै हाम्रै हो उनीहरूले अघि त्यहाँ अघि घाँस हाल्न आएको गोरुहरूले घाँस हाल्न आएको उनीहरूले लगाउँछन् अब यही बाटोबाट आउनुहुन्थ्यो बुवाहरू नुहाउन आउने बाटो हजुरबाहरू सबै अब यहाँ तिनजना हजुरबाहरू बस्नुहुन्थ्यो यहाँ यही बाटो आएर नुहाउनुहुन्थ्यो यहाँ नुहाउने बाटो हिँड्नु तल
सँगै रहेछ नि त खेत त है तलसम्म है काठमाडौँमा हुने हो भने हरपति हुन्थ्यो त्यही त अब यो चाहिँ अब हजुरबाहरूले बुवाहरूले नुहाउने धारो धारो यही ठाउँ हो अहिले पानी आउँदैन है अब अहिले चाहिँ अब खानेपानीको खानेपानी उताबाट मैले ताने अनि यहाँको पनि अलिकति लगेँ उता यहाँ छ आउँछ पानी यो चाहिँ अब अहिले म धेरै दिन भयो यता नआएको यहाँ सोरसार पनि अब गरेको छैन यो त यहाँबाट कताबाट पुगेर यता सानो झरेको छ अब अघि नै आएर सोरसार गरे भए त पानी झरेकै धारो खिचेर लाने रहेछ अब थोपा थोपा अहिले झर्दैछ यो चाहिँ सोरसार नपुगेर यहाँ सानो यो कान्छी औँलो सानो तिर्र झर्छ त्यसले त्यो धाराहरूको नाम लिइराख्नुहुन्छ त्यसलाई भने तल हजुरबा सबैजना हजुरबाहरू अङ्कलहरू यहाँ आएर हो यहीँ आएर नुहाउने हामी जम्मैले नुहाउने धारो यही हो यहाँ बडा रमाइलो गरी नुहाइन्थ्यो अब अलि अस्ति त यो सोरसार गरेर सरसफाइ गरेर नुहाउने ओर्ने राम्रो बनाएको थिएँ अब हिजो आज 1-2 महिना भयो यता म पनि आइनँ उतैको पानी भइरह्यो अब तिमी आएर यहाँ खिच्छौ भन्ने जाने भए त यो जम्मै सरसफाइ गरेर नल्ला झार्थे ईश्वर अब एकपल्ट झारौँ त झारो सुर र झारेको खिच्छ न त सानो पर्दैन छोड्दैन यहाँ अरू बेला पानी नै अब गरिँदैन किन दुःख पर्दैन म सानो त्यहाँ थुनेर झार्छु नि त सानो हेर धारो झरेको यो हाम्रो एउटा इतिहास दाजुले अब पानी ल्याउँदै हुनुहुन्छ परतिरबाट पहिलेदेखिको पानी हाम्रो पुर्ख्यौली यस्तो थियो भने अब सबै काठमाडौँमा गुजरातमा बसिन्छ होइन यो धारोलाई चाहिँ त्यसरी धारो आउँथ्यो यहाँ भनेर हामी देखाउने आँट्यौँ अब यहाँ सोरसार गरेको छैन नगर्नु अङ्कल हो छोडिदिनु जस धारा आइहाल्यो भइहाल्यो नि यहाँ अलिकति सानो यता सुइएर झरेर छ त्यो टालेर अब धारो सुर झरेको हेर न यहाँ पुरै गङ्गाटाले केले खोलेर जम्मै टालेको छ हजुरबा बुवाहरूले नुहाउने धारो यही धारो हो हेर अब आउँछ जो आउँछ हेर त अब पानी टालेपछि भानु सुर पानी के धुनुपर्ने अहिले खुनेपछि आयो पानी राम्रो पानी नै आयो राम्रो पानी छ यो त अझै मिठो पानी छ नि भिरका फेदबाट आएको पानी यो अब सबैतिर सुके मूलमान अब यो खडरीमा यो अब धेरै ठुलो पनि हुँदैन यो घटेर सानो पनि भगवान त सबै थोक होइन यहाँ यी अम्बकहरू हेर त झरेर सबै कति नाश हुन्छ काठमाडौँ हुँदा अब कति हुन्थ्यो यहाँ अब सबै यस्तो छ है सबै झरेर सबै नाश कति रहेछ म चाहिँ सिर्जनालाई घुमाउँदै घर पुग्न बाँकी नै छ यी अब साइला बाको घरबाट राजन दाजुको घरबाट अब मूल घरमा जेठा बाका घरतिर हामी हिँडेका अब यसै हुन्थ्यो तल कान्छा बाकासम्म हामी जान्छौँ अन्तिसम्म भरे भेटौँला है अब यो चाहिँ हामी तल्लाहार भन्छौँ तल्लाहार झर्ने बाटो तल्लाहारतिर अब झर्दैछ यही बाटो हो यो चुवाको रुखी घरदेखि मास्तिरको चुवाको रुख भन्छ यसलाई यसमा अब फुलहरू सेतो फुल फुल्छ अब तिमीले जाने छ छैन चुवा भन्ने बुवाहरूलाई त यो कुरा सब थाहा छ चुवा भनेको के हो यो बोट हो चुवाको यो हो चुवाको बोट यो हो बुवाहरू चढ्ने खेल्ने रमाइलो गर्ने रुख यही हो बाटो अब यसरी आएको छ
पहिले उताबाट थियो अहिले फेरिएर यताबाट हामी गर्छौँ बाटोको पनि अलिअलि आएको छ घरबाट धेरै होइन अम्बक खाइहाल्नु पऱ्यो यस्तो पाके अम्बक यी अब उहाँहरूले पाकेको अम्बक हाम्रो घरको बारीको खाने ठाउँ यताबाट उता जाने यो बाटो चाहिँ स्कुलतिर जाने बाटो हो अब यहाँ खोलो पत्र खोलो छ त्यहाँ तामा मार्ने गाडी त्यहाँ थियो अब अहिले अलिअलि छ मासिँदै गए त्यहाँ खाने तामा कति मजाको आउँथे ती तामा गुलियो तामा अब यहाँबाट यता यो यतापट्टि चाहिँ घर जाने बाटो घर जाने बाटो हाम्रो यो घर जाने बाटो हामी अब आइपुग्न आँटिहाल्यौँ घरमा आइपुग्न आँटिहाल्यौँ हामी अब हाम्रो अर्को अम्बक यहाँ ओर्ग्यौँ यो चाहिँ यताको भत्कियो पहिले यता थियो घर भत्कियो त्यो 45 सालको भूकम्प आयो त्यो भूकम्पले सबै चर्कायो यतापट्टिको घर अनि सबै थाङथिलो पारेपछि ठाकुर अङ्कलले कान्छो हजुरबाको छोरा माइलो ठाकुर अङ्कलले यहाँ किन्नुभयो यो जग्गा हजुरबाहरूले बेच्नुभयो अनि किनेर यतापट्टि यहाँ घर बनाएर बस्नुभयो यो चाहिँ पछि बनाएको ठाकुर अङ्कलले बनाएको घर हो यतापट्टि थियो ठुलो घर थियो यो आँगन यहाँ अहिले अब उहाँहरू ठाकुर अङ्कलहरू बसाइ गइहाल्नुभयो आँगनमा यी सबै झारहरू उम्रिए घरमा झार उम्रिए आँगनमा अब त्यो अलिअलि छ झरेका बोडी केलाउँदाखेरि झरेका बोडी उम्रिएर यहाँ बोडी फल्केका छन् यो आँगन चाहिँ उतापट्टिको घर हुँदा नि यहाँ आँगन थियो यो घर हुँदा पनि यहाँ आँगन भयो पहिले उहाँहरू जन्मिएको ठाउँ यो यहाँ ठुलो घर थियो सबै बुवा अङ्कल फुपू दिदीहरू सबै जन्मिएको ठाउँ यहाँ यो घर भत्किएपछि यतापट्टि सारेको हो नस्पतिको बोट थियो त्यहाँ तल नस्पति कति राम्रो फल्दै हामीले पनि धेरै खायौँ त्यस पछाडि यता आँपको रुख थियो आँपको रुख ठुलो थियो अब ठुलो आँपमा आँप धेरै फल्थे त्यतापट्टि अनार थियो अनारको बोट यो चाहिँ अङ्कलले बनाएको घर हो यो घर चाहिँ हाम्रो यो भत्किएपछि ठाकुर अङ्कलले बनाएको घर यो हो 45 सालको भूकम्प गयो उहाँहरू पनि 45 सालमै यहाँ आउनुभएको हो 45 सालसम्म चाहिँ तलबाट तल कान्छो हजुरबाको घर तल थियो तलबाट यहाँ आउनु 45 सालमा 45 सालको भूकम्पले चर्कायो न यहाँ ठुलो घर थियो नि राम्रो काठै काठ तल बेसी रामरिट्ठादेखि तलदेखि बोकेका काठ खयरका काठ सकुवाका काठ कति हो कति काठै काठको जङ्गी घर थियो यहाँ अब हजुरबाहरू हुँदाखेरि तलदेखि कहाँदेखिका मान्छे आउँथे जमघट बहुत हुन्थ्यो धेरै मान्छेहरू भेला हुन्थे केही समस्या पर्दा पनि यहीँ आएर छलफल गर्ने भन्ने कुरा हुन्थ्यो यो सबै यो खेतबारी एकदमै आँपका रुख यो चाहिँ ठाकुर अङ्कलले पछि बनाएको कटेरो हो अलिक पर लामो कटेरो थियो पहिले हजुरबाहरूको पालामा बुवाहरूको पालामा त्यहाँ लामो वारपार कटेरो थियो यो कटेरोमा चाहिँ के वस्तु भाउ पाल्नु यहाँ ठाकुर अङ्कलले भुइँसी पाल्नुहुन्थ्यो यता ऊ मासतिरसम्मको बारी एकदमै हजुरबाहरूको बारी हो बुवाहरू बसेको खेलेको हुर्किएको जम्मै यो ठाउँ यो जम्मै हो तुलसीको मठ पनि रहेछ अगाडि
अब यतापट्टि घोडा पनि पाल्नुहुन्थ्यो हजुरबाले उहाँहरूले पनि घोडा अब चढेको हजुरबाले खुब घोडा कुदाउनुहुन्थ्यो हामीले देख्यौँ अलिक पछिदेखि चाहिँ अब घोडा पाल्ने चलन पनि हरायो गाडी आए मोटरसाइकल आए के आए घोडा अनि त्यसै माथि पहिले त अब घोडा चढेर गाई जाँदा पनि घोडा लिएर जाने चलन थियो घोडा बाँध्ने तबेला भन्छन् त्यो तबेला चाहिँ यहाँ थियो यतापट्टि थियो यहाँ घोडा हुन्थ्यो घोडालाई घाँस दाना बहुत दिने गरिन्थ्यो अब यो घरमा चाहिँ घर बाठामा एउटा मतान भन्ने थियो अरे त्यो चाहिँ मैले देखिनँ बुवाहरू भन्नुहुन्थ्यो अङ्कलहरूले सुनाएको यहाँ मतान थियो अरे यसमा अब धानहरू राख्ने सामानहरू राख्ने सबै काम यहाँ हुन्थ्यो अब यहाँ घोडा बाँध्ने ठाउँ तबेला यहीँ अब अहिले त ठाकुर अङ्कलले धारो बनाउनु हो त्यहाँ टोइलेट बनाउनु हो टोइलेट जानलाई उतै मासगाडीमा त्यहाँ थियो यहाँ हामीले देखेको त्यो टोइलेट पनि त्यहाँ थियो रमाइलो थियो नि पहिले त यहाँ धेरै रमाइलो थियो तिमीहरू अब सानै हुँदा त आइरहेथ्यौ दुईजनै दाजुबहिनी नै लाई लिएर बुवा आमाले आउनु भएको हो अब त्यतिखेरको जम्मै थाहा पायौँ न अब अहिले हामीले सुनायौँ यो त अब जम्मै कथा जस्तो पनि तिमीहरूलाई यो जम्मै हेर्दा यस्तो घारी यो जङ्गल केही थिएन नि यहाँ सबै राम्रो रमाइलो थियो अब सागसब्जी फलफुलहरू तरकारी लाउने नस्पति खान कहाँ कहाँदेखि आउँथे मान्छे ठुलो रुख थियो त्यो नस्पतिहरू खान्थे यी अब अहिले अम्बकहरू हेर यी कति छन् अम्बकका रुखहरू कति आए यो तल चाहिँ चौतारो बुवाले अब कुरा गर्नुहुन्छ हुँदैन ऊ त्यो टुप्पो रुख देखिएन ऊ त्यो चौतारो हो तलको चौतारो यहाँ तलतिर छ एउटा त्यो चाहिँ अब हजुरबाहरूले लगाएको चौतारो अहिले बाटो खन्दा के गर्दा गाडी बाटो खन्दा हाँगासाँगा झारे अलि सानो भयो त्यहाँ अब झ्याम्म थियो चौतारो बरको रुख पिपलको रुख हजुरआमाहरू त्यहाँ गएर पूजा गर्नुहुन्थ्यो शनिबार रमाइलो बनाउनुहुन्थ्यो नि यता जाने बाटो पनि यहाँ जहाजी केरा यहाँ चाहिँ जहाजी केराका रुखहरू जहाजी केरा जान्दछौ त्यो होचा बोटो नै घरी बोटभन्दा लामा घरी हुन्थे त्यस्तो रमाइलो हुन्थ्यो यहाँ सुन्तलाका बोटहरू थिए यो अब त्यसरी यहाँ फलफुलहरू लगाएको ठाउँ थियो अनि हाम्रो यता जाने बाटो चाहिँ कता थियो पहिला यता जाने बाटो त अघि मैले देखाइन उता यहाँ अब पौडेलनीको घर भन्छ त्यहाँ जान्छ त्यहाँबाट उता स्कुल हुँदै उता लेगुवातिर उता आरुखर्के गाउँतिर जाने बाटो यता हो अब ठुल दिदीको घर खेत बारी सबै हैन हजुरबाहरूको घर पहिले भएको घर यही नै हो हजुरबाहरूको यो गोठ भएको ठाउँमा पहिले घर थियो अहिले पछि त्यो ठाकुर अङ्कलले बनाएको हो अब यो देखिएको यो एरिया जति यो सबै हजुरबाहरूकै हो यो खेतबारी भयो हामी अहिले त्यही खेतबारीमा हिँड्दैछौँ यो फलेको बोडी पनि हाम्रो घरकै रहेछ बोडीहरू लगाएको छ यो चाहिँ भाङटारी भन्ने खेत हो भाङटारी हो हजुरबाहरूको बुवाहरूकै खेती हो यो सबै यो अहिले देखिएको जति यो सबै हजुरबाहरूकै खेती हो यो बाहेजङहरू यो सबै यो देखिए जति यति चाहिँ हजुरबाहरूको नै हो अहिले घर पर छोडिसकेको छ उपर देखिँदैछ घर अब यो खेतबारी भयो यो देखिए जति सबै यो चाहिँ भाङटारी भन्ने खेती हो यो हाम्रो यता घरको अम्बकको बोटहरू भन्नु त त्यसले यही रहेछ हौ सबै रहेछ हौ यहाँ अम्बकका बोटहरू भाइ लिचीको आँपको यो भाङटारी खेतमा अहिले हामी हिँड्दैछौँ यो बाटो हो यो अगाडि हामी बाटो हिँडिराखेका छौँ यो ठुलो गराको
बाटो यो सबै है हाम्रो यो सबै नै त्यो बाँसझ्याङ पनि हो यो बाँसझ्याङ पनि हो यो बाँसझ्याङ सबै हो अघि भनेको त्यो चुच्चेढुङ्गो भनेको यो हो अहिले बाँसले छोपेको छ ल यो चाहिँ चुच्चेढुङ्गो हो यो बाँसले अहिले छोपिएको छ यो देखिएको यो चुच्चेढुङ्गो हो यी अम्मक्का बोटेहरू भाइ बुवाहरूकै हो यो ल यो सबै बुवाहरूको खेतबारी हो यो खेतको पुछारको यो चाहिँ बाँसझ्याङहरू हो नि यी सबै अहिले अङ्कलले बोल्न थाल्नुहुन्छ नि बताउन थाल्दै गर्दाखेरि कुखुराहरू सबैको आउँछ अङ्कलले अब बताउन थाल्नु अङ्कल छिटो हाल्दैन अहिले कता जान्छ अहिले हामी गणेश अङ्कलको घरमा आइपुगेका छौँ यी चाहिँ गणेश अङ्कलका यी कुखुराहरू नै यी सबै यो गणेश अङ्कलकै घर हो गणेश अङ्कलको घर हो आन्टीले चाहिँ कुखुराहरूलाई अहिले चारो दिँदै हुनुहुन्छ यी कुखुराहरू पालेको छ यी लोकल कुखुरा हुन् पछाडि यता गाई गोठ सबै त्यहाँ ल्याउनु नि अङ्कलले बताइदिनु नि मैले बताउनु भाइले बताएर घर यो अब कान्छा नानीको कान्छा भएको खन्तारे छोरो यो खन्तारे छोराको घर हो यो अब यहाँ चाहिँ भन्छ पुर्खौली घर यसो छ बरबगैँचाहरू पनि यसो अब यहाँ यसो लगाइदिएको छ पाहाडमा बसेपछि अब यस्तै हो यसो व्यवसायहरू पछि यसो सबै थोक गर्दै पर्दै गाई भैँसी कुखुरा सबै सिरिसको रुपैयाँ पुरै लिँदैन यता पछाडि गरिदिँदा हुन्छ दाजु कुन भाइ हो साइला अब यहाँ यस्तै छ यहाँ कोठेबारी यता बनाएको छ बाख्राहरू नि खिचिदिन्न बाख्रा पनि उता नि हिँड्नु न उयो पनि पर पाहाड पर छ पाहाड पर कुनामा छ कता ठुलो रहेछ नि त खसी बोका पाठा उभिएर खिचिदिए देखाइदिनु दाजुलाई लम्काने उठा केटाकेटी हो थुप्रो पो रहेछ त है खसी बोका दसैँमा यही काट्नु हो खिचिदिनु न यो फोन थालिहाले यताबाट नि होला नि त हाम्रो पछाडि बारी होइन यता पछाडि छ यता त्यहाँबाट घुमेर यसरी आउँदाखेरि बोल्दै पनि जानु न अन्त यो सबै गणेश अङ्कलकै घरको वरिपरि भैँसी बाख्राहरू त्यो चाहिँ खानेपानीको धारो हो यो यो चाहिँ गणेश अङ्कलकै कोठेबारी हो यो यहाँ बटबिरुवाहरू आँप लिचीहरू नास्पाती मेवा सबै थोक लगाएको छ केराहरू रोपेको छ
यो दारिमको बुट्टा यो घरकै आँगनमा छ। यो घर भइहाल्यो। यो घरकै छेउमा यो दारिमको बुट्टा छ है। कागतीको बोट भइहाल्यो यो। यो सबै छ यहाँ उखु कटरहरू कागतीहरू उखुको बोट खोइ फलेको देखेको थिएँ कता हो यो कागती हो। यो कागती यहाँ फलिरहेको छ है। कागती नेबुवाहरू नेबुवाका दाना फलेको छ यहाँ देखिएको छ है। यी सबै बगैँचाहरू लगाएर आँप चाहिँ फल्यो लिची चाहिँ फलेको छैन लिची चाहिँ सानो भर्खर रोपेको छ आँपहरू पोहोरदेखि फल्न थालेको उता यतापट्टि अहिले अरू लगाएको छ यो गरामा अरू लगाएका छन् उता फलतिर गरेर अब त्यो कटार गरेर परिदिए पठाइदिए तलतिर गएर कोलाहरू पनि आउँछ तल्लो गरेर अलि नै एकपल्ट तल्लो गरेर यता फर्केर आउने सबै यता यता जाने बाटो छ। यो चाहिँ कटहरको रुख हो। यो पनि घर छेउमा नै छ। यहाँ कटहरहरू फल्छ। यताको यो बाँस घारीहरू सबै हाम्रै हो। परेसम्म छ नि तलसम्म यो चाहिँ कटहरको रुख हो। यो घर देखिएको छ। यो घरको वरिपरि यो सबै यो बगैँचाहरू हो। फलफुलहरू कटहर केराको बोटमा यसरी केराको घरी नै लागिरहेको छ। लु हेर्नु त कति राम्रो छ यो। यहाँ हेर्नु त यो ठुलो खालको हो एकदम। दोस्रोकै हो यो जहाजी त होइन अर्को खाले हो। दोस्रै हो यो यहाँको पहाडको दोस्रो यो के अरे पाकिसकेको केरा छ यही खाले छैन। यो जुनार सुन्तलाका बिरुवाहरू नि मसिना मसिना छन् बढ्दैछन्। यत्रो भएको छ अहिले। यत्रो वर्षा हुन्थ्यो नि गवारा लाग्यो रोड लाग्यो त्यति भाँच्यो माथि दाना गरेर पनि यो चाहिँ रुद्राक्षको यो रुद्राक्ष बोट हो। यो ठुलो बोट है। यो रुद्राक्ष फलिरहेको छ यहाँनिर। कति मुखी हो यसमा फल्ने? खोइ भेटिएन त्यतै पाक्नु यो रुद्राक्षको बोट टिपेर राखे तपाईँ हेर्नै छ छैन रकम पाक्नु चाहिँ सबै खोतरी सक्नु टिपेर उति बोरामा राखेको यो त उता बिक्री हुन्छ नि काठमाडौँतिर। अलि राम्रो खाले भेटिँदाखेरि चाहिँ राम्रो खाले त महँगो भइहाल्छ। रुद्राक्षको यो अरू पनि बोट छ कि यो मात्र हो? यो मात्रै हो उता किनबेच गर्छ नि। रुद्राक्षको यहाँ यतिकै रहेछ है। रुद्राक्षको त्यहाँ बोट रहेछ। टिपेर राखेको दानाहरू हेरेको सबै 5 मुखे रहेछ नि। दाना चाहिँ ठुल्ठुला छ नि तर 5 मुखे मात्रै भेट्यो अर्को मुखे भेटिन छन् कि राम्रो राखेको छ पाकेपछि हेर्नुपर्ने छ अलिअलि उकै चाहिँ हालिदिनु पर्ने क्या हेर्नु त यही रहेछ 5 मुखे सबै। यी आफै फलेका बोटहरू है। रोपेको हो रोपेको हो। रोपेको हो आन्टीहरू यहाँ बस्नुभयो कति वर्ष भयो? बसेको कति वर्ष भयो यहाँ बसेको यहाँ बसेर कति 16-14 वर्ष भयो के अरे यो
सरिया यो घरमा चाहिँ 56 देखि सरिया होइन यो लडेका ढाप पठाइदिए दाजुलाई तलैसम्म जानु न हौ त्यता